बिसाउनु त यहाँ एकछिन बिसाउनु सम्झना म्याडम के भएको रहेछ सरलाई? खोइ सर बिहानदेखि अचानक के भयो भयो। अनि महिला मान्छे आफै बोकिरहनु भएको छ, कोही रहेछन् क्या गाउँमा? खासै मान्छे छैन रहेछ। अनि हस्पिटलसम्म पुऱ्याउँदै भनेर म बोक्छु है। होइन महिला मान्छे तपाईँ अनि बोक्दा गाह्रो हुन्छ, म बोकिहाल्छु नि म्याडम, एउटा छिमेकी त हो म पनि, के फरक पर्छ र? होइन सर जस्तो मान्छेलाई कहाँ बोक्न लगाउनु, के दुःख दिनु, म सरले बोकिहाल्छु। सरले भन्नु भइहाल्यो दिनु नि त दिनु आन्टी दिनु न त्यो सम्झना सब बेला त हो काम म बोकिहाल्छु ल, गाह्रो मान्छ है म्याडम। नआत्तिनु होला है, अब हामी लगभग हस्पिटल नजिक आइपुगेछ। सरहरू कति हामीलाई कस्तो गाह्रो भएको छ हेरिदिनु पर्यो। बस्दै गर्नु म आउँदैछु के भनेको डाक्टर औषधि मात्रै लेखिदिएको छ, गाह्रो भयो भने आउनु भन्नुभएको छ। त्यही हो। भन्ने बेलामा चाहिँ सरकारले पेडहरूको सयहाँहरूको राम्रो व्यवस्था छ भन्छ। अनि त्यसबाट स्वास्थ्यको लागि राहतहरू पनि त्यति धेरै आइरहेको छ। के गरिरहेको छ सरकारले? बिरामीलाई जस्तो ल्यायो त्यस्तै फर्काउनु पर्ने हो नि नानी, अब के गर्ने? नेपालको भाषाले सीमित हुन्छ, नेपालमा कहिले लागू गरेन। त्यही पनि त नेपाली जनता सोझा भएर दुःख पाइरहेका छन् नि। अब बरु लैजाउँ घरै लगेर, यहाँ कति राख्ने, राखेर उपचार हुनेवाला होइन, जाउँ बरु। जसरी पनि यसपालिको चुनावमा मैले जित हात पार्नै पर्छ। यदि जित हात पारिएन भने यति ठुला ठुला नेताहरूलाई पालेको, गुलामी गरेको अनि गुन्डा केटाहरूलाई खर्च गरेको मेरो खर्चको रकमहरू कसरी उठ्छ? नमस्कार है एउटा दाजुज्यू, नमस्कार। ओहो अरुण बाबु नमस्कार। नमस्कार। अनि के कता पुगेर आउनुभयो त? यसो गाउँतिर डुल्नु हिँडेको बाबु, अब चुनावको समय पनि नजिकै छ है ल, यसो भाइहरूलाई सम्झिनु पर्यो। तपाईँको सोच विचार अनुसार कसले मान्दैन, यसो चलाउनु पर्ने छ भने चलाउँला। हामीलाई भाइहरूलाई सम्झिनु। तपाईँहरूको साथ र सहयोग बिना त मेरो चुनाव अधुरै हुनेछ नि बाबु। त्यस कारणले गर्दा सदा जस्तै यसपालि पनि मलाई जिताउनु पर्यो। तपाईँहरूलाई म अवश्य पनि सम्झिन्छु नि बाबु। अध्यक्षज्यूलाई चुनावमा साथ सहयोग दिएपछि फेरि भाइहरूलाई यसो खर्च पानीको व्यवस्था गरेन भने बुझ्नुभयो होला नि। फेरि खर्च पानीको त चिन्तै नगर न बाबु, त्यसको लागि म छँदैछु नि। बरु पहिलाभन्दा धेरै हेर्ने विचार गरेछु यसपालि मैले। तर जित चाहिँ पक्का मेरै हुनु पर्यो नि बाबु। मैले पुरा भरोसा गरेछु तपाईँहरूमाथि। हामी भएपछि त जित पक्का तपाईँको हुने एउटा अध्यक्षज्यू, किन चिन्ता लिनुहुन्छ? ल अहिले लागौँ है त एउटा। हुन्छ बाबु, अहिलेको लागि म पल्लो गाउँतिर पनि जानु छ, पछि भेट गरौँला है बाबु। ए रिता, मलाई एउटा कुरा थाहा छ। के कुराहरू दिदी त्यस्तो मलाई थाहा छैन नि, भन्नु न। त्यो सम्झना छ नि, मेरो घरतिर हतार गरेर कुदेर आइरहेको थिएँ कि मलाई त त्यसको बुढोलाई कोरोना भयो जस्तै लागिरहेको थियो होइन। त्यही भएर म त घरतिर लुकेर छोरीलाई भने मम्मी छैन भने भनेर भनिदिएको थिएँ। ए हो र दिदी, म त घरमा थिइनँ नि। ए हो, त घरमा थिइनस्, राम्रै भयो। नभए तँलाई पनि बोलाएर लगेर कोरोना सल्काउँथी त्यसले। के गर्नु, हुन त त्यो सम्झना मेरो एकदम मिल्ने साथी हो नि। अहिले यस्तो समयमा कोरोना लागेको बेलामा जाउँ भने आफैलाई कोरोना सर्ला भनी डर, त्यसैले म त गइनँ। हो नि दिदी, यो बेलामा होसिर भयो भने त आफैलाई गाह्रो पर्छ नि। घाँसको भारी पुगेन सम दिदी। ल ल जाउँ बहिनी, हिँड्नु भारी पुगिहाल्यो है। हस् दिदी, हस् जाउँ। मैले उषा र सरलाई नराम्रो सोचेर उनीहरूको बारेमा कुरा काटे। आज उही मान्छे मेरो दुःखमा साथ आए। मान्छे चिन्न गाह्रो पो हुँदो रहेछ, कसैलाई नराम्रो सोच्नु हुँदो रहेछ। मलाई कस्तो आत्मग्लानि भइरहेको छ। सम्झना बहिनी के छ?
सम्झना बहिनी किन रिसाउनु भयो जस्तो छ त? अस्ति फोन हान्नु भएको रहेछ, म पार्टीको मिटिङमा व्यस्त थिएँ, फोन रिसिभ गर्न सकिनँ। राजु भाइलाई के भएको हो नि? बिरामी भएको जस्तो देख्छु म त। के हुनु नेताजी, अस्ति मलाई सन्चो भएन, त्यही भएर हजुरले फोन हानेको। फोन पनि उठाउनु भएन छ। म अस्ति तपाईँले फोन गर्नुभएको बेलामा पार्टीको एकदमै जरुरी इम्पोर्टेन्ट मिटिङमा थिएँ राजु बाबु, त्यही भएर मैले फोन रिसिभ गर्न पाइनँ। के गर्नु नेताज्यू, हाम्रो देशमा जसलाई पर्यो त्यसलाई पर्यो। नेताहरू चुनाव आउँदाखेरि भोट माग्न गाउँ गाउँ घर घर नमस्ते गर्दै हिँड्छन्। अस्ति मलाई सन्चो नहुँदाखेरि मैला भएर बोकेर हस्पिटल लग्यो। हजुरलाई एम्बुलेन्सको लागि फोन गरेको पनि फोन रिसिभ गर्नु भएन। अब त हाम्रो गाउँ पनि केटाकेटी बुढाबुढी र महिला मात्रै बस्ने थलो होला जस्तो छ। वर्षौँदेखि तानाशाहीहरूले हालिमुहाली गर्दै आएको देशमा एक जनताको शासन आउनु पनि चान्सको कुरा थिएन भन्दै उफ्रिँदै हिँड्ने हामी 17,000 नेपाली गरिब दुखी जनताको रगत र पसिनाबाट आएको गणतन्त्र पनि हजुरहरू जस्तो नेताहरूलाई मात्रै हो जस्तो छ। हामी जस्तो दुखी गरिब निमुखा दलित र एकल महिलालाई केही परिवर्तन भएन। परिवर्तन आए त केवल हजुरहरू जस्तोलाई मात्रै आयो। हामी नेपाली जनता यस्ता व्यस्त छौँ। राजु भाइ, मैले तपाईँलाई बुझेँ, तपाईँको कुरा म बुझ्छु। एकचोटिलाई मलाई बुझिदिनुहोस्, फेरि यस्तो हुँदैन। बरु तपाईँहरूलाई खर्च पानी यसो केही हेर्नुपर्छ भने भन्नुहोस्। होइन अध्यक्षज्यू, अहिले पर्दैन, पर्यो भने खबर गराउनु। ल राजु भाइ, सम्झना बहिनी, दुःख नमान्नु होला, म अन्त पनि जानु छ, म लागेँ है त। के छ उषा बहिनी, सन्चै छौ? के छ अध्यक्षज्यू? अनि भत्ता सत्ता बढेको थाहा छ छैन बहिनीलाई? हाम्रो सरकारले यसपालि भत्ता बढाएको छ। खै हजुर, मलाई त थाहा छैन। अब अनपढ मान्छे, आफू पढे लेखेको छैन। अब हजुरले भन्नुभयो बल्ल थाहा पाएँ। केही गाह्रो अप्ठ्यारो परेको छ भने भन्नु बहिनी। अनि यसपालिको चुनावमा चाहिँ फेरि भोट चाहिँ मलाई नै दिनुपर्छ नि बहिनी, मलाई नि जिताउनु पर्छ। हजुरलाई नै दिने हो नि, अहिलेसम्म हजुरलाई त दिएका छौँ नि। हुन्छ बहिनी, म त्यसैले ढुक्क भएँ। हाम्रो भोट अन्ततिर नजाओस्, म अहिलेको लागि अन्ततिर जानु छ, लाग्यो है बहिनी। खै मम्मी, यस्तो केही पनि भनेन, औषधि दिएर बेड छैन भनेर पठाइदियो। के को भएको थाहा नै होइन। अरू के हुनु नि, त्यो राजुलाई पक्कै कोरोना लागेको हुनुपर्छ, बुझिस्? मैले तँलाई बारम्बार नजा भनेको होइन। कोरोना लाग्यो भने के गर्छिस्? आफू त मर्छिस्, हामीलाईसम्म मार्छिस्। तँलाई नजा भनेको होइन, खालि स्वयंसेविका बनेर हिँड्नुपर्छ तँलाई है। नजा भने ठाउँमा नजाइ हुँदैन तिमीलाई, खालि आफ्नै जिद्दी गर्ने। मम्मी, छिमेकी भइसकेपछि छिमेकीलाई दुःख पर्दा सहयोग नगरे के को छिमेकी? सहयोग दिन पनि नहुने भए एक्लै जङ्गलको ओडारमा गएर बसे भइगयो। किन बस्नु पर्यो समाजमा? तँलाई थाहा छैन यस्तो महामारी कोरोना लागेको बेलामा आफै सुरक्षित भएर बस्नुपर्छ भन्ने कुरा थाहा छैन? छरछिमेकी भनेर के आफू चाहिँ कोरोना लागेर मर्नु? त्यस्तो होइन नि त मम्मी। सुरक्षाको मापदण्ड अप्नाएर जाँदा त कोरोना सर्छ भन्ने छैन नि त। डाक्टरहरूले पनि त बिरामीको सेवा गरिरहेका छन् यस्तो महामारीको बेलामा। खोइ उनीहरू पनि त मर्नुपर्ने नि, उनीहरूले पनि त कोरोना लाग्छ भनेर पछि हट्यो भने को बाँच्छ त हाम्रो देशमा? बिरामी भएको बेला बिरामीलाई हामी भेट्न जाँदा बिरामीको मनोबल पर्छ। आज उनीहरूलाई परेको छ, हामी गयौँ भने भोलि हामीलाई पर्दा पनि त उनीहरू आउँछन् नि। ल अब धेरै दिन भयो, अब तँसँग कहाँ दिन सकिन्छ र? हिँड अब खाना खान जाउँ।